सबैलाई नमस्ते। पुलिस क्लियरेन्स सर्टिफिकेट तपाईको आइसकेको छ। परराष्ट्र मन्त्रालयमा छाप लगाइसक्नु भएको छ। अब युएई एम्बेसीमा मोफा एटेस्टेसन गराउनुपर्छ भन्ने सबैलाई थाहा छ। तर कसरी गर्ने बारे भने धेरैलाई थाहा छैन। जसलाई थाहा छ त्यो त गरिरहेको छ। जसलाई थाहा छैन उनीहरूलाई फिजिकली भिजिट गर्दाखेरि छायामा जाऊ, यता जाऊ, उता जाऊ भनेर घुमाउँछ र धेरै पैसा खर्च गर्नु पर्दो रहेको छ अहिले। त्यसैले तपाईले यदि तपाईसँग पुलिस युएई पास छ भने तपाईँ आफै गर्न सक्नुहुन्छ यो सबै कुरा। त्यसको लागि युएई पास खोल्नु अत्यन्त जरुरी हुन्छ। धेरैको कमेन्ट्स आइरहेको छ, नेपालमा युएई पास खोल्न मिलिरहेको छैन सर, छैन दाइ, के गर्नु, कसरी गर्नु भनेर धेरैको कमेन्ट्स आएको छ। आउनुहोस् आज म तपाईहरुलाई सिकाउँछु वन बाइ वन तपाईँ आफै युएई पास खोल्न सक्नुहुन्छ। युएई पास खोलिसकेपछि मोफा एटेस्टेसन युएईमा एकदम इजी तरिकाले गर्न सक्नुहुन्छ र धेरै पैसा पनि तिर्नु पर्दैन, थोरै फीमा गर्न सक्नुहुन्छ है। अनि अर्को भिडियो तपाईहरुको लागि लिएर आउँछु कसरी भन्नाले मोफा एटेस्टेसन गर्ने। पहिला यो भिडियोमा युएई पास कसरी खोल्ने आउनुहोस् म सिकाउँछु है। हेर्नु, सबभन्दा पहिला तपाईँ युएई पास जुन तपाईँ देखिराख्नु भएको छ यो तपाईँ लोड गर्नुहोस् है। युएई पास प्ले स्टोरबाट तपाईँ लोड गर्न सक्नुहुन्छ। यो जुन देखिराख्नु भएको छ यो लोड गर्नुहोस्। यो लोड गरिसकेपछि तपाईँ युएई पासलाई यसलाई तपाईँ खोल्नुहोस्, यो माथि थिच्नु। त्यस पछाडि तपाईँ हेर्नुहोस् यस्तो खालको इन्टरफेस आउँछ। यसमा लेखेको छ प्रोसेस एज सिटिजन और रेसिडेन्ट और अर्को छ भिजिटर। अब तपाईसँग छैन, भिसा छैन, केही छैन, आइडी छैन, तर तपाईसँग तपाईँ भिजिटर हुनुहुन्छ राइट। पहिलो फ्रेसर व्यक्ति हुनुहुन्छ भने यसमा क्लिक गर्नु होला। भिजिटरमा क्लिक गरिसकेपछि फेरि यस्तो खालको इन्टरफेस आउँछ। यसमा लेखेको छ तपाईको सिलेक्ट आइडी, जीसीसी आइडी कार्ड और पासपोर्ट। तपाईसँग जीसीसी आइडी कार्ड अवश्य छैन। अब जीसीसी आइडी कार्ड छैन भने तलको यो पासपोर्टमा क्लिक गर्नुहोस्। पासपोर्टमा क्लिक गरिसकेपछि अब यस्तो खालको इन्टरफेस आउँछ। हेर्नुहोस् यहाँ के भन्दैछ, पासपोर्ट छ, स्क्यान योर पासपोर्ट भनेर लेखेको छ। अब तपाईँ स्क्यानमा क्लिक गर्नुहोस् र तपाईको पासपोर्टको पाना पल्टाएर तल राख्नुहोस् अनि स्क्यान गर्नुहोस्। स्क्यान गर्न सबैले आउँछ, मजाले आउँछ। स्क्यान गरिसकेपछि तपाईको यस्तो खालको इन्टरफेस आउँछ। त्यहाँ कन्फर्म डिटेल्स, यहाँ तपाईको सबै डिटेल्स आउँछ। हेर्नुहोस् फर्स्ट रोमा तपाईको पासपोर्टको नम्बर, तपाईको नाम, त्यस पछाडि तपाईको लास्ट नेम, डेट अफ बर्थ, नेसनालिटी, जेन्डर एन्ड एक्सपायरी डेट्स, एभ्रिथिङ यहाँ फुलफिल अटोमेटिक फिल गरिदिन्छ यो सिस्टमले। तपाईले केही फिल गर्नु पर्दैन है। त्यस पछाडि फेरि कन्फर्म गरिदिनुस्। कन्फर्म गरिसकेपछि फेरि यस्तो खालको इन्टरफेस आउँछ। यहाँ तपाईले सुरुमा दुबईको नम्बर देखाउँछ किनकि यो दुबईको एप्लिकेसन हो है। 971 भनेको दुबईको, तपाईँ टेन्सन नगर्नुहोस्। त्यसको लागि तपाईँ के गर्नु, यहाँ जुन ठाउँमा 971 लेखेको छ त्यसैमा थिच्नुस्। तपाईको नेपालको फ्ल्यागबाट 977 भनेर एउटा अप्सन आउँछ। नेपाल कन्ट्री चुज गर्नुहोस्। नेपाल कन्ट्री चुज गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। त्यसको अगाडि तपाईँ नेपाली एउटा कुनै नम्बर हाल्नुहोस्, नेपाली नम्बर हाल्नुहोस् र तल एउटा इमेल आइडी सोच है। भेरिफिकेसन डिटेल्समा एउटा नेपालको नम्बर र एउटा जिमेल आइडी, इमेल आइडी जुनै भए पनि एउटा जिमेल आइडी हाल्नु, जुन अरू एप्लिकेसनमा युज भएको हुनु भएन। मेक स्योर है, युज छ भने फेरि हुँदैन, फ्रेस हुनु पर्यो त्यो नम्बर र त्यो आइडी अरू ठाउँमा युज भएको हुनु भएन। अब यति गरिसकेपछि फेरि तपाईँ कन्फर्ममा क्लिक गर्नुहोस् र नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि तपाईँको यहाँ हेर्नुहोस् अब के छ, भेरिफाई योर मोबाइल नम्बर्स। अब तपाईँको मोबाइल नम्बरमा ओटिपी गएको होला, यो ओटिपी यसमा हाल्नुहोस्। तपाईँको ओटिपी एकचोटि मोबाइलमा पनि जान्छ, एकचोटि इमेल आइडीमा पनि जान्छ। दुईटैको ओटिपी हाल्नु होला। पाले दुईटैको ओटिपी हालिसकेपछि फेरि तपाईँको क्रिएट अ पिन भनेर आउँछ है। क्रिएट अ पिनमा तपाईँ 4 डिजिटको पिन हाल्नु होला। कुनै पनि पिन जुन तपाईँले बिर्सिनु भएन, 4वटा अङ्क हाल्नु होला। 1 2 3 4 या 4 5 6 7 जे भए पनि 4वटा अङ्क यहाँ हाल्नु होला। 4वटा अङ्क हालिसकेपछि यसलाई सेट गर्नुहोस्। सेट गरिसकेपछि अब सक्सेस भनेर आउँछ, तपाईँको आइडी क्रिएट भयो। अब यहाँ मेन इम्पोर्टेन्ट थिङ्स के छ, यहाँ बुझ्नुपर्ने कुरा के छ, तपाईँको अब यहाँ सक्सेस लेखेर आएको छ, बेसिक एकाउन्ट रेजिस्टर्ड भनेर लेखेर आएको छ है। यु हेभ द सक्सेसफुली रेजिस्टर्ड योर युएई पास बेसिक एकाउन्ट बेसिक। तपाईँको बेसिकली जुन काम थियो त्यो चाहिँ भयो, एकाउन्ट क्रिएट भयो। अब यसमा कुनै डाउट छैन। डाउट भयो भने मलाई सम्पर्क गर्नु होला। नयाँ साथीहरू फलो सब्सक्राइब गर्दै जानु होला र सबैले जानकारी गराउनु होला। यति भइसकेपछि अब तपाईँ डनमा क्लिक गर्नुहोस्। किन के भन्दैछ, यहाँ तपाईँको फेसको भेरिफिकेसन लिन्छ अब है। डनमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। डनमा क्लिक गर्ने बित्तिकै तपाईँको फेस भेरिफाईको लागि सोध्छ। तपाईँको क्यामेरा टक्क अगाडि राख्नु होला, चस्मा खोल्नु होला, यो नाक कानमा के लगाउनु भएको छ भने त्यो सब हटाइदिनु होला है। त्यो छ भने फेरि डिलिट गरिदिनु, टाइम लाग्छ। फोन छ भने VPN लोड गर्नुभएको छ भने यो सबै बन्द गर्नु होला। यो बन्द गरिसकेपछि तपाईँको क्यामेराको टक्क अगाडि राउन्ड आफ्नो फेस राखेर ग्रिन धर्सो आउँछ। ग्रिन धर्सो आउनु बित्तिकै ओके हो भने बुझ्नु होला, त आफै डिटेक्ट गर्छ। त्यो फेस भेरिफाई गर्नु, फेस भेरिफिकेसन गरिसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। हेर्नुहोस्
तपाईँको यो पास खुल्यो भनेर आउँछ, तर लोडिङ प्लिज वेट भनेर आउँछ। अब वेट गर्नु, त्यहाँ तपाईँ केही पनि गर्नु पर्दैन, लोडिङ हुँदैछ, सबै सिस्टम सेट गर्दैछ र तपाईँको यहाँ जुन नाम लेखेको छ त्यो माथि लोगो सोगो केही पनि आएको छैन। केही छिन पछाडि केही 10 सेकेन्ड 20 सेकेन्ड या मिनटै लाग्ला, त्यो सेट भएर आउँछ। सेट भएर आइसकेपछि यस्तो खालको इन्टरफेस आउँछ। त्यस पछाडि तपाईँले भन्छ युए पास प्लिज इन्टर द न्यू पासवर्ड अफ योर सिग्नेचर की, भेरिफाईको लागि। यो एकदम इम्पोर्टेन्ट हो। जुन यो स्क्रिनसट तपाईँ देखिराख्नु भएको छ एकदम धेरै भिभिआई भेरी इम्पोर्टेन्ट हो। यहाँ तपाईँले 30 सेकेन्डको भित्रमा दुईटै पासवर्ड हालिहाल्नुपर्छ। यहाँ पासवर्ड दिएको छ 6 क्यारेक्टर, 1 अप्पर लेटर्स एन्ड 1 लोवर लेटर, 1 नम्बर एन्ड 1 नन अल्फाबेट त क्यारेक्टर है। यो भनेको तपाईँ 6वटा यस्तो अङ्क लेटरहरू राख्नुहोस् जसको माध्यमबाट छिटो तपाईँको पासवर्ड क्रिएट होस्। एउटा तपाईँको नामको पहिलो अक्षर या जुन भए पनि क्यापिटल राख्नु होला, एउटा आफ्नो साथीको नामको कुनै अक्षर स्मल राख्नु होला, 1 2 3 एउटा अङ्क राख्नु होला, एउटा @ राख्नु होला। मैले तपाईँलाई हिन्ट दिएँ है। लेट सपोज कसैलाई राख्नु छ भने तपाईँ माथि हेर्न सक्नुहुन्छ। जस्तो कि तपाईँ अब कोही सीता छ भने सीताको यस राख्नु होला, 1 2 3 राख्नु होला, फेरि @ राख्नु होला। अब सीताको कोही साथी अब भनौँ न राम छ भने यहाँ स्मल आर राखिदिनु, 1 2 3 4 5 6 भयो है। जस्तो स्क्रिनमा देखिराख्नु भएको छ यो तरिका, यो फर्मेटमा तपाईँ पासवर्ड क्रिएट गर्नु होला। माथि न्यू पासवर्ड र तल कन्फर्मेसन, तलकोमा पनि सेम पासवर्ड राखेर यसलाई सेन्ड गरिदिनुहोस्। अटोमेटिकली लिन्छ, तपाईँले सेन्ड गर्नै पर्दैन। यदि सेन्डको अप्सन आएको सेन्ड गर्नुहोस्, नभए अटोमेटिकली डिटेक्ट गर्छ। यति गरिसकेपछि त्यसपछि तपाईँको युए पास बन्यो। लास्टमा फाइनली यस्तो इन्टरफेस आउँछ जुन मैले यहीँबाट अनलाइनबाट यो शान्ति थापा छेत्री बहिनीको यहाँबाट मैले बनाएको छैन भने भन्नु होला, म यहाँबाट बनाइदिन्छु। यसरी बनाइसकेपछि अब सेट नाउ भनेको त सेट नाउमा 7 डेज पछि तपाईँले चेन्ज पनि गर्न सक्नुहुन्छ, नभए यस्तै राख्दा पनि केही फरक पर्दैन। अब नेक्स्ट भिडियो तपाईँहरूको बिचमा लिएर आउँदैछु। अब युए पासबाट मोफा एटेस्टेसन कसरी गर्ने, एकदम अनलाइनको माध्यमबाट तपाईँले छाया कहीँ जानु पर्दैन। यदि यो तपाईँसँग छैन भने तपाईँको छाया सेन्टरमा पठाउँछ र त्यहाँ धेरै किसिमका पैसाहरू तपाईँसँग माग्छ। 25,000 30,000 धेरै यस्ता कम्प्लेनहरू आइरहेको छ, मसँग 25,000 माग्दैछ, 30,000 माग्दैछ। यसैको कारणले गर्दा स्वाभाविक कुरो, उनीहरू अब काम गर्दैछ, उनीहरूलाई पनि पैसा चाहिन्छ, उनीहरूको लिङ्क हुन्छ यो एमबीसँग। किनकि उनीहरू नेपालीमा त पेमेन्ट लिँदैन, पेमेन्ट लिनु भनेको दिराम हो। त्यसैले उनीहरू नेपाली पेमेन्टको लागि तपाईँसँग यो पास छैन भनेर उता पठाइदिन्छ। कुरा चाहिँ त्यति हो। अब अर्को भिडियो कसरी एटेस्टेसन गर्ने भन्ने युए पासवर्ड लिएर आउँछु। नयाँ साथीहरू सब्सक्राइब गरेर राख्नु होला, पुरानोहरू सबैजना कमेन्ट्स गर्नु होला। कुन कुरा बुझ्नु भएको छैन, के कमी कमजोरी छ मेरो भिडियोमा, तपाईँहरू कमेन्ट्स अवश्य गरिदिनु होला, ताकि त्यसलाई कमी कमजोरी सुधारेर म अर्को भिडियोमा राम्रो तरिकासँग लिएर आउन सकुन्। हस्त, जय नेपाल।